दर्शकबिन नमस्कार, न्यूज ह्याम्बी अनलाइनमा हार्दिक स्वागत छ। म ह्याम्बी रावत। दर्शकबिन सुरु गरौँ। शिक्षकहरूको आन्दोलनबाट सामान्य नाचगान र सांस्कृतिक कार्यक्रम गर्दै सडकमा विरोध प्रदर्शन गरिरहेका शिक्षकहरू आज सरकारले करिब 1 महिनापछि पनि शिक्षकहरूका गुनासा नसुनेपछि आज शिक्षकहरू पनि आक्रोशमा आएका छन् र गत आइतबार सुरक्षाकर्मीसँग मुठभेड हुँदा केही शिक्षक र केही पत्रकारहरू घाइते भएका छन्। दर्शकबिन, प्रधानमन्त्री केपी शर्मा ओली हिजो विपक्षमा आउँदाखेरि र शिक्षक सडकमा आउँदाखेरि प्रतिपक्ष भएको बेला सरकारले शिक्षकलाई हेप्नुपर्छ, सरकारले शिक्षकलाई सान्त्वना दिनु पर्दैन भनेर यसरी भुकेका थिए। दर्शकबिन, शिक्षकहरू आन्दोलनमा छ। स्थानीय तहहरू धम्काउने कुरामा गइरहेका छन्। सरकार भन्ने बित्तिकै धम्काइहाल्नुपर्छ। गुरुहरूलाई धम्काउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइरहेका होइनन्। गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ, ती समस्याहरू समाधान दिनुपर्छ। कति अहिले दिने, कति पछि दिने। गुरुहरू नबुझ्ने मान्छे हुँदैन, पढे लेखेका मान्छेहरू छन्, बुझ्छन्। बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गर्नुपर्छ। यिनै प्रधानमन्त्री केपी शर्मा ओली अहिले सत्तामा छन् र अहिले तत्कालीन प्रधानमन्त्री छन्। दर्शकबिन, तर अहिले शिक्षकहरूले राखेका मागहरू अहिले परिपूर्ति नहुने र उल्टै शिक्षकहरूलाई निरुत्साहित बनाएर अहिले गाउँमा अभिभावकहरूलाई पढाउन निर्देशन दिएका छन्। हेर्नुहोस् प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति। केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रो बिघ्न टिचर छन्। अस्थायीलाई थाहै गरिदेऊ भनेको छ, करारलाई के गरिदेऊ थाहै गरिदेऊ भनेको छ, तनखा पुगेन बढाऊ भनेको छ। किन बढाउने? तनखा 48% पास गर्न, 52% फेल गर्न, 52% फेल गर्न भएन। यो प्रणाली नै रद्द गर्नुपर्छ। यो 52% फेल गर्ने अभिभावकको सपना, 52% अभिभावकको सपना 10 क्लासमै समाप्त। 52% यङ जेनेरेसनको सपना त्यो पनि एसईमै समाप्त। यस्तो गरौँ। म ग्यारेन्टी दावाका साथ भन्छु, हाम्रो यङ जेनेरेसन लद्दु छैन, बुद्धु छैन, ट्यालेन्ट छ, जिनियस छ हाम्रो यङ जेनेरेसन। अब पढाउन फेसिलिटी हामी दिँदैनौँ, पढाउन राम्रै छ। दर्शकबिन, सुन्नु भयो कि भएन प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति? यदि सुन्नु भएको छैन भने फेरि कान तेर्छेर, कान ठाडो पारेर, कान बनिएर सुन्नुहोला। दर्शकबिन, यो कुनै जनावरलाई रिसको झोकमा हानेको लट्ठी होइन। दर्शकबिन, न त उनीहरू कुनै जनावर हुन्। तपाईहरू जो हेर्नुहुनेछ, जो देख्नुहुनेछ, हिजो आइतबारको त्यो मुठभेडमा प्रहरीले भाटा हानेर शिक्षकलाई यसरी तहस नहस पारेको छ र पत्रकारको आँखासम्म फोडेको छ। दर्शकबिन, के यो राज्यले शिक्षकहरूमाथि ज्यादती गरेको होइन?
नेकपा एमालेका युवा नेता महेश बस्नेतले यति बेला शिक्षकहरू आन्दोलनमा होइन टिकटकमा रमाउन आएका हुन्, टिकटकमा भाइरल भइन्छ कि भनेर यहाँ निजी विद्यालयका शिक्षक शिक्षिकाहरू पनि यही आन्दोलनमा आएर सरकारी शिक्षक शिक्षिकाहरूलाई उस्काइरहेको उनले आरोप लगाएका छन्। यति मात्र होइन दर्शकबिन, उनले शिक्षक धेरै मातिएको पनि भनेका छन्। हेर्नुहोस्, आन्दोलन यति धेरै मातिएको छ कि प्रधानमन्त्री बाहेकहरूसँग वार्ता गर्दिन भन्छ, अनि साँझ चाहिँ नि ठुल्ठुला होटलहरूमा चाहिँ नि अनौपचारिक खालका वार्ता गर्छ। त्यही भएर यो मातिएको आन्दोलनलाई जुन ढङ्गले उचालिदिएका छन् साथीभाइहरूले, म सबै शिक्षक साथीहरूलाई भन्छु, देशको परिवेश बुझौँ, राजस्वको स्थिति बुझौँ, तपाईँ हामी सबैका भूमिका बुझौँ। समझदारी र वार्ता बाहेक अरूको विकल्प छैन। प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, सरकार सकारात्मक छ। तपाईँहरूले उठाउनुभएका मागमध्ये जायज माग सम्बोधन हुन्छ। त्यसो भएको हुनाले 22-25 दिनदेखि सडकमा बसेर टिकटक बनाएर रिल टिकटकमा भाइरल हुन पाइन्छ भन्ने ढङ्गले पनि कतिपय निजी विद्यालयका शिक्षकहरू पनि त्यहाँ सहभागी हुने, मान्छे उचाल्ने अनेक काम गरिरहेका छन्। दर्शकबिन, यदि तपाईँहरूले हाम्रो एनबी न्युज अनलाइन हेर्दै हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सनुहोला।